हालत यस्तो छ। हामी चाहिँ आश्रमसम्मको यात्रामा छौँ घाँस लगेर। हालत यस्तो छ घामले गर्मीले। हाम्रो गाउँको भ्यू चाहिँ यस्तो रहेको छ साथीहरू, देख्न सक्नुहुनेछ। बाटो हेर्नु न हिलो भएर कहिले विकास हुने हो नि। यो चाहिँ मैखोलादेखिको दानाबारी ममाई साइड हो। नेसन पुग्न लाग्यो। आकाश हेर्न सक्नुहुनेछ, कस्तो दामी देखिरहेछ। यताबाट आएको हामी गाईको थलामा आइपुग्यौँ। हामीले बिसाउने ठाउँ यही हो। फर्किँदैछौँ। आकाशको भ्यू आजको सन्जु हाम्रो बाटो साँझ परिसकेको छ। अब चाहिँ घर पुग्न लाग्यो। सन्जुको हालत यस्तो छ। हाम्रो गाउँघर यस्तो रहेको छ है। सक्नुहुन्छ आजको भ्यू चाहिँ वाउ छ। अब हामी बुधबारे बजार आइपुग्न लाग्यो। साँझ पख चराहरू चिर चराहरू आउँदैछ। यो चाहिँ बुधबारे बजार। हाम्रो गाउँको बाटो यस्तो रहेको छ। बुधबारे बजार प्रत्येक बुधबार हप्ताको एकचोटि बजार राख्ने गर्छ। यो बाटो गयो भने बजार पुगिन्छ, यताबाट गयो भने हाम्रो घरतिर पुगिन्छ। बजार त बजारै पुग्छ र पनि यताबाट सर्टकट पर्छ। यस्तो रहेको छ। यो देखिएको चाहिँ दमक हो। फाइनली बुधबारे बजार। कन्स्ट्रक्सनको काम भइरहेको छ यहाँनिर। यलम्बर चोक भनेर चिनिन्छ है। यलम्बरको मूर्ति रहेको छ यहाँनिर। अहिले यो ढलको निर्माण कार्य भइरहेकोले गर्दाखेरि अव्यवस्थित भइरहेको छ। भयो नि बिचमा। अहिले चाहिँ घर पुग्न लाग्यो। स्कुलमा पुग्यो। यो चाहिँ मैले सानैबाट अध्ययन गरेको स्कुल हो, श्री सरस्वती उच्च मावि। स्कुल पुग्यो। स्कुलदेखि थोरै तलतिर घर। अन्त पुरै हरियाली भइरहेछ। जताततै हरियाली हरियाली।
पुगेर आएको तिमीहरू हावा खाने ठाउँ बेलुका बेलुका यहाँनिर भलिबल फुटबल खेल्ने केटाकेटीहरू भेला हुन्छन् हावा खाने गर्मीमा बेलुका बेलुका हावा खानु निस्किने ठाउँ हाम्रो यही हो